जय श्रीराम, हर हर महादेव। फेरि आज शनिबार सरसफाइको लागि हामी युवाहरू तयार छौँ र अझै साथीहरू आउन बाँकी नै छ। त्योभन्दा अगाडि हेर्न सक्नुहुन्छ, कतिले भन्छन् हैन मैले फोहोर फाल्नै पाउनुपर्छ भन्छ। के भन्ने, यो पूजाको सामग्री के यसरी फाल्न ठिक छ त? एकचोटि आज विचार पनि सुनौ केटाहरूको पनि। प्रेम नमस्ते, जय नेपाल। एउटा प्रश्न सोधौँ ल। हजुर भन्नु। मान्छेहरूको धेरै मैले हुन त कमेन्ट मार्फत पनि आयो, हुन त सबैले चाहिँ फाल्नु हुँदैन भन्छ, पूजा सामग्री पोखरीमा विसर्जन गर्नु हुँदैन भनेर भन्थ्यो। तर एक दुईजनाको मात्रै चाहिँ के देख्यो, हैन विसर्जन गर्न पाउनुपर्छ, यो हामी पहिलेदेखि गरिआखेको हो, सदैव पानीमै विसर्जन गर्नुपर्छ। के यो के जस्तो लाग्छ तिम्रो विचारमा चाहिँ? हेर्नु, जब धर्मसँग केही कुरा जोडिन्छ नि त हामीले ज्यादा बोल्दाखेरि विवाद पनि हुन्छ। तर यस अहिलेको मानसिकता के भइसकेको छ कि हामी जति पूजाको सामान छ पोखरीमै फालौँ, पोखरीमा फालेर केही हुनेवाला छैन, किनकि त्यो फेरि त्यही गएर फेरि कचरा हुन्छ। हामी पहिला पनि मैले भिडियोहरूमा भनेको छु, तपाईँलाई धर्मले भनेको छ कि फाल्नुहोस्, होइन त यसरी नफाल्नुहोस् कि त्यो फेरि फोहोर उत्तिकै रहिहालोस्। तपाईँ आउनुहोस्, पूजापाठ गरेर आउनुहोस्, त्यो सामान होइन पण्डिकबाट हटाएर त्यहाँ हाल्नुहोस्, फुलमाला प्रसादी त्योमा मिक्स हुन्छ, त्यो माछाहरू पनि खान सक्छ। तर पनिक फालेर त्योमा केही फाइदा छैन। बरु तपाईँ के गर्नुहोस्, त्यो पनि नफाल्नु मेरो विचारमा, होइन बरु त्यहाँ पानीमा छुवाइदिनुहोस्, साइडमा राखिदिनुहोस्। हामी त्यसलाई बरु अर्को ठाउँमा फेरि व्यवस्थापन पनि गर्न सकिन्छ। त्यो कुरा म अहिले भन्न चाहन्छु। हामीसँग अभिषेक भाइ एकदमै जुझारु भाइ, एकदमै टाइमभन्दा अगाडि आएर बसेको थियो। सबभन्दा पहिला म एउटा कुरा भन्न चाहन्छु चाहिँ हाम्रो जनकपुरमा मानिसको मानसिकता जुन छ नि, चेतनाको कमी। फोहोर मैला कहाँ व्यवस्थापन गर्ने, पोखरीमा फाल्ने कहाँ फाल्ने, सबभन्दा पहिला मान्छेलाई चेतनाको कमी हो। म यति मात्र भन्न चाहन्छु। पहिला मान्छेको मानसिक विकास हुनुपर्छ, त्यसपछि मात्र मान्छेले विकास गर्न सक्छ। त्यही त हाम्रो यो मिथिला नगरी भन्छौँ, तर मिथिला नगरीमा धर्मको नाममा यस्तो यस्तो काम हुन्छ भने अब चाहिँ अलिकति सचेत र होइन पुनरावलोकन गर्ने बेला भइसक्यो कि। अब अहिले आएर पहिले त मान्छेहरू पनि कम थियो, जसले गर्दा फोहोरहरू पनि कम उत्पादन हुन्थ्यो र पोखरीमा हाल्दा पनि केही हुँदैन थियो, र खास गरी त प्लास्टिक जन्य फोहोरहरू त्यति हुँदैन थियो। तर अहिले त प्लास्टिक जन्य फोहोर जेमा पनि छ। तसर्थ अब विचार गर्ने बेला भइसक्यो। यहाँसम्म यहाँ अभिषेक भाइले भने जस्तै जनचेतनाको कमी प्रमुख एउटा कारण हो, जसले गर्दा सरसफाइ सँगसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम पनि हुनुपर्छ र यसमा स्थानीयले चाहिँ एकदमै सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ लागेको छ।